माछो कुरुबाग बनेर बनिँदै कहिले मगन्ते हुँदै क्रोधी जङ्गली चोर झैँ र कैता योगी खुनी गाउँदै नाना रूप लिँदा कलङ्क सहँदा गुबार हल्दा छँदा राय मनभित्र नै बसिरहन् श्री शेष साई सदा कहिले दुःख नसनेर सबले राम्रो सुबाटो ल्याउन् बाँचुन्जेल सुखी भएर पछि त देउता सरी भइरहन् भन्ने चिन्ता नलिरहन र निजले वैकुण्ठ छाडिकन नाना दुःख उठाउने प्रभुजीमा लागोस् हाम्रो मन डुब्दै गरेर कुम्भिका करुणा दाउ बिन्दा मुख भोग्दै कीट पतङ्ग पन्छी पशुका 84 लाख दुःख अहिले बल्ल मनुष्य भइकन यहाँ जन्मिरहेछौँ अरे यस बेला पुरुषार्थ केही नगरे पर्नेछ धोका भरे श्रीनारायणको दया हुन नगई सत्पुण्य धेरै नभई यस्तो मानिस देह जगतमा पाइन्न भाग्य नभई श्री चिन्तामणि झैँ र कामधेनु झैँ श्री चिन्तामणि र कल्पतरु झैँ श्री कामधेनु झैँ मन पर्दा सुख त लाउन पनि सक्ने शेषले सधैँ जिब्रो कान लोचन तोजाई पाँच ज्ञान इन्द्रिय बोली हात र पाउ आदिहरूमै पाँच कर्म इन्द्रिय जे चित्त चिताउँछ शुभ कुरा सो तुरुन्तै पुरा दिँदैछ नि दश इन्द्रिय भने के हो न पुरो कुरा कर्मैले गतिला बहुत रसिला छन् आज मानी धनी योगी सिद्ध सिपालु सुर पनि छन् ती आज नामी गुणी कर्मैले सुर राजेन्द्र बनिए देउता बने कर्मले सारा लोक सम्हाल्न झरिका कर्मै गरिँदा बने नन्दातार भगीरथ ध्रुवनल प्रह्लाद कुन्ती सुत विश्वामित्र वशिष्ठ लोम समनु श्री सन्तनु कश्यप कालिदास अशोक भोज तुलसीदास प्रतापादिक कर्मैले सम्मदन मरिसरी छन् नामले जीवित नारायण हरि।